बालेन र रासपा यो गठबन्धन के साँच्चै विचारको मिलन हो कि केवल सत्ता पाउने खेल? अमेरिकाको शक्तिशाली अनुसन्धान संस्था CRSले 2026 मार्च 31 मा सार्वजनिक गरेको रिपोर्टले नेपालबारे चकित पार्ने खुलासा गरेको छ। रिपोर्ट भन्छ नेपालको पुरानो राजनीति भत्किएको छ, जनताको आक्रोश विस्फोट भयो र एक स्वतन्त्र अनुहार बालेन सत्तामा पुगे। 2025 को आन्दोलन बेरोजगारी, भ्रष्टाचार र नेताहरूको विलासी जीवनशैली विरुद्ध जनताको विस्फोट थियो। जब शान्तिपूर्ण आन्दोलनमा गोली चल्यो, देश नै हल्लियो। दबाब सहन नसकेर पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए। त्यही क्षण बालेन जनताको आँखामा हिरो बने। चुनाव आयो र परिणाम पुरानो दलहरू ढले, नयाँ शक्तिको उदय भयो। बालेन बने देशका नयाँ प्रधानमन्त्री। तर CRSले यसलाई के भनेको छ थाहा छ? म्यारिज अफ कन्भिनियन्स, अर्थात् स्वार्थको गठबन्धन। अब चुनौतीहरू सुरु हुन्छन्। आन्दोलनको न्याय, भ्रष्टाचारको अन्त्य, आर्थिक सङ्कट र विदेशी शक्तिको सन्तुलन। मध्यपूर्वमा सङ्कट बढ्दैछ। लाखौँ नेपालीहरू घर फर्किनेछन्। चीन, भारत, अमेरिका सबैको नजर अब केवल नेपालमाथि मात्रै छ। अब प्रश्न उठ्छ, बालेन नेतृत्वको सरकारले यो दबाब झेल्न सक्छ र कि यो पनि केवल असफल प्रयोग बन्छ? इतिहास फेरि दोहोरिन्छ कि नेपाल साँच्चै बदलिन्छ?